हेलो एभ्रिवान, म जेएनसी ब्युटी एकाडेमी चाबहिल काठमाडौँबाट डे 13 मा हामीले जेल नेल र एक्रिलिक नेलको बारेमा जानेको थियौं भने डे 14 मा हामी पोली जेल र टिपिङ पाउडरको बारेमा सिक्छौं। पोली जेल नेल्स अ हाइब्रिड अफ एक्रिलिक एन्ड जेल। एक्रिलिक र जेलको हाइब्रिडलाई पोली जेल नेल भनिन्छ। अफर अ लाइट वेट फिल विथ द ड्युरेबिलिटी अफ एक्रिलिक। पोली जेल नेलले एक्रिलिकको टिकाउ गर्नुको साथै लाइट फिल हुन्छ। Can be molded and shaped more easily than acrylics. Acrylic भन्दा सजिलैसँग शेप र साइज दिन सकिन्छ। Deep powder nail involves dipping nail into a color powder and then sealing it with a bonding liquid. Dipping पाउडरहरू डिफ्रेन्ट कलरमा पाइन्छ र त्यसमा डुबाएर लिक्विडले सील गरिन्छ। Lasts longer than regular polish and doesn't require UV lights. पोलिस भन्दा लामो समयसम्म टिक्छ र युभी लाइटको आवश्यक पर्दैन। Often considered less damaging than acrylic but still durable. एक्रिलिक भन्दा डिपिङ कम हानिकारक हुन्छ र टिकाउनी हुन्छ। आजको लागि यति नै। डे 15 मा बाँकी जानकारी लिएर फेरि आउने छु। हजुरहरू यदि यो पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरिराख्नुहोला। यस्तै भिडियोहरू फेरि पनि आइराख्नेछ। धन्यवाद।